नमस्कार सम्पूर्ण मेरो फेसबुक परिवारलाई स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ म हजुरहरू समक्ष बुनुको बिहेको कसार बटार्ने र भोलिपल्ट बिहेको दिनको भिडियो एकैसाथ हजुरहरू समक्ष प्रस्तुत गर्नेछु। सबै भिडियो हजुरहरू समक्ष निकाल्न त त्यति सम्भव परेन रहे पनि हजुरहरू समक्ष सानो केही दृश्यहरू देखाउँ भन्ने मनमा जागो र भ्याए जति भिडियो मैले गरेर हजुरहरू समक्ष प्रस्तुत गरेको छु। आउनुहोस् कसार बटार्ने दिनको भिडियो पनि हेरिदिनु होला। र यता चाहिँ माताजीहरू कसार बटार्न सुरु गर्नु भएको छ र यता चाहिँ काकीले कसार राम्रा भए भन्नुभयो र धेरै खुसी लागेको छ, किनभने दिनै कसार बटार्नेको हो र कसार पनि राम्रा भएनन् भने त्यति राम्रो लाग्दैन। हाम्रो नेपाली सम्प्रदायमा कसार बटार्ने चाहिँ धेरै नै राम्रो हुनुपर्छ कसार। र यता चाहिँ धेरै माताजीहरूको आगमन भयो र सबैजना भेला हुँदा धेरै खुसी लाग्यो र धमाधम केही छिनपछि नै कसार खाने कार्यक्रम सुरु भयो र भाउजूले नाङ्लामा कसार लिएर जानुभयो र यो दृश्य चाहिँ रातिको हो, मेहेन्दीको दृश्य र एकैचोटि भोलिपल्टको दृश्य हजुरहरू समक्ष प्रस्तुत गर्छु। बेहुलो आइसक्नु भयो र यता चाहिँ हाम्रो भाउजूहरू धेरै राम्रो भएर बस्नु भएको रहेछ। बेहुली हो कि भाउजू हो चिन्ने गाह्रो भएको छ र धेरै खुसी लाग्यो। बेहुलो आउनु सके पछाडि हामीहरूको गोडा धुने कार्यक्रम सुरु भएको छ। यता चाहिँ हतार्नी भाउजू अनि रत्ने दाई खाना खाइराख्नु भएको छ। उहाँहरूको पनि सानो एउटा भिडियो लिन म पुग्न भ्याएछु र त्यसपछि यता जग्गातिर आएर हेर्दा ठिक्क जग्गे परिक्रमा गर्ने बेला भएको रहेछ र यता चाहिँ काकीहरू थकाइ धेरै लागेर बस्नु भएको रहेछ र केही छिनपछि नै धेरै रात परिसकेको थियो र केही छिनपछि नै अब बिदाबारीको टिको लाउन सुरु भयो र मैले पनि दौडा अक्षता बुनुको निधारमा टाँसिदिए पछाडि म त्यहाँबाट भित्र गएँ र लास्टमा अन्तिमको गाडीमा चढाउने बेलाको भिडियो चाहिँ मैले हजुरहरू समक्ष आउट गर्न सकिनँ। जय श्री राम, जय श्री राधे।